हेलो गाइस हेलो हेलो आज चाहिँ हामी चाहिँ यो माल्किस्ट भन्ने बिस्कुट ट्राई गर्न लाग्छौँ यो चाहिँ चक्लेटमा यो चाहिँ चिज हैन के ल्याएको छ त चिज डबल चक्लेट रे सो हामी चाहिँ ट्राई गर्न लाग्छौँ अब कस्तो छ के छ भाइरल बिस्कुट रे अहिलेको अब ट्राई गरौँ न त कुन खाने पहिला फोरा चिज वाला ट्राई गर्दिनु हुन्छ त्यसलाई उता राख्नु ठुल्ठुलो रहेछ बिस्कुट त ल बिस्कुट चाहिँ टन्नै हुँदो रहेछ है यति रहेछ बिस्कुट चाहिँ कति भन्दाखेरि 110 ल्याएछ हामीलाई चाहिँ एउटाको कतिवटा छ 2 4 6 8 10 12 14 16 16वटा आउँदो रहेछ ल हामी चाहिँ ट्राई गरौँ न त एउटा अब बिस्कुट चाहिँ यस्तो छ बिचमा चाहिँ चिज हैन खतरा चिज रहेछ है चिजै भनौँ यो बाहिर चाहिँ चिनीको यतापट्टि चाहिँ चिनी कोटिङ रहेछ यो सुगर कोटिङ रहेछ यता चाहिँ के अरे चिज रहेछ के ल ट्राई गरौँ कस्तो छ के छ लेट्स ट्राई माल्किस्ट बिस्कुट यसको स्वाद त मलाई हो त्यो चिज पपकर्न जस्तो है पपकर्न त होइन खै मलाई त त्यो पपकर्नको चिजमा टेस्ट आउँछ नि त्यस्तै त्यस्तै हो टेस्टी बिस्कुट जस्तो अलिअलि त्यस्तो नै नाइस बिस्कुट जस्तो नाइस नाइस पनि टेस्टी हो नाइस बिस्कुटमा चाहिँ यो चिज मात्रै थपेको जस्तो कि यो ठिकै रहेछ यो बिस्कुट चाहिँ नेपालको भाइरल बिस्कुट अहिलेको है म 4वटा माट गएँ खोज्न कहीँ पाएन लास्टमा एउटा पसलमा पाएँ सबै झऱ्यो अब यो ट्राई गरौँ त्यो खाउँ न एउटा तपाईँले दुइटा खानुभयो म एकै खाइजाउँ अब चाहिँ चक्लेटवाला ट्राई गरौँ है कहिले हो मिठो है मिठै छ जुस मलाई त चक्लेटै मनपर्छ होला यार मलाई चक्लेटै साह्रै मिठो छ डबल चक्लेटै रे है यो क्रिम बिस्कुट जस्तो रहेछ त डबल चक्लेटै अब यसमा नि सेम चिजको ठाउँमा चक्लेट रहेछ नि सेम हो बिस्कुट चाहिँ ल लेट्स ट्राई यो डबल चक्लेटैवाला ल एउटा लिउँ 1 पेयर लिउँ त सो चक्लेटवाला है त ल अब एउटा क्वेसन कुन चाहिँ बेस्ट लाग्यो तिमीलाई यो त त्यो बनबन बिस्कुट आउँछ नि पहिला पहिला त्यस्तो छ है त्यस्तै खालको त्यही मिठो हो त्यही मिठो छ न्यू टेस्ट छ त्यसमा चिजवाला नै मिठो लाग्यो है यो त बनबन बिस्कुट आउँथ्यो पहिला पहिला सेम त्यही छ ठुलो मात्रै हो साइजमा खासै वाउ चाहिँ रहन्छ चक्लेटवाला चिजवाला इज गुड चिजवाला इज चाहिँ गुड है टेस्ट पनि डिफ्रेन्ट आई हाइली रेकमेन्ड चिज वान यो चाहिँ मिठो हुन्छ है ओ यहाँ त 45 रुपियाँ लेखा हुँदो रहेछ यार सी 45 रे नेपाली प्राइस खोइ 110 दियो यार 45 ए इन्डियाको 45 45 दुना 90 अलिकति महँगो रहेछ ठिकै छ त्यो बोर्डर साइडतिर चाहिँ 90 मा आउँछ भन्छ कि खै टिकटकतिर 90 मा देखाइरहेको छ बोर्डर साइड मऱ्यो पछाडिले भनेको मलाई ल चिजवाला इज गुड है गाइस चक्लेटवाला चाहिँ ठिकै डिसेन्ट हो चिज चाहिँ राम्रो हो नि त चिजवाला चाहिँ मिठो है ल सी यु यति नै हो बाई बाई